ओहो दाजु कता हो? गाउँ नि यार जागिर खोज्न जाला। ल ल ओहो अनिस दाइ कता हो? जागिर खोज्न जाला। हतार छ गए। ओहो दाइ कता? कहाँ हुने यार जागिर खोज्न जाला। हतार छ गए ल। फेरि दाइ त नि यार। ओहो अनिस दाइ आज पनि कता? जागिर खोज्न जाला। हतार छ गए ल। ए ल ल अनि भाइ जागिर पाइहाल्यो यार। खै यार दाइ म नै बेरोजगार छु। ओहो दाइ ओ अनि जागिर पाइयो त? कहाँ पाउने यार। अनि उसीको त ऊ गाउँको दाइ हो, जागिर खोज्न आएको। जागिर छ महिना भयो जागिर खोजे। जागिर पाउनु सहिलो छ। ओहो ब्रो हामी हिजो चिया पसलमा भेटे होइन? आई थिंक सो। अनि हिजो र आज त हुलै फरक छ त। कति जानु आँटेको? अफिस जाला ब्रो। हिजो र आज जागिर पाइयो। प्रभुको शरणमा गएपछि जागिर पाइदो रहेछ। प्रभुको शरणमा परेपछि जागिर पाइदो रहेछ। हेर न अफिसले गाडी पनि दिएको छ, ड्राइभरले हल्का ढिलो गरेर ब्रोलाई गाडी चलाउन आउँछ भने ड्राइभर बन्ने हो मेरो। म त हिजो जागिर पाएर आज ठुलो कुरा गर्छु। So jealous man, come on. हे प्रभु मलाई एउटा राम्रो जागिर मिलाइदिनु पर्यो। हो ड्राइभरले आज पनि ढिला गरे कि कहाँ गयो यार। हो ब्रो अफिस जान आँटे? यस अफिस जान लाग्यो के हो ड्राइभर नआएर बसिरहेको, ड्राइभर बन्न आओ। ड्राइभर बन्न आएन के प्रभुको चरणमा परेपछि जागिर पाइन्छ भने होइन? हो नि मैले त यत्रो नर्मली फुटाएको त कोही त पाएको। हेत्तेरिके ब्रो कुन जमानामा छ यार यता उता। ब्रो मैले कहाँ त्यो माथिको प्रभुको कुरा गरे हो त? अनि कुन प्रभुको कुरा गरे त? गंगाबु चोकमा रहेको प्रभु जब सेन्टरको। हजुर यदि तपाईहरु पनि जागिरको खोजीमा हुनुहुन्छ भने गंगाबु चोकमै रहेको प्रभु जब सेन्टरलाई सम्झिनु होला। यहाँ घर, अफिस, रेस्टुरेन्ट, गाडी या भनौं तपाईको आवश्यकता अनुसार या तपाईको क्षमता अनुसारको जागिरको व्यवस्था गरिन्छ। प्रभु जाऊ घर तुरुन्त फर्म भरिहाल हैन, दायाँ नलाग ब्रो। प्रभु जब सेन्टर सम्पर्क गर्ने। कहाँ छ यो? प्रभु जब सेन्टर कहाँ छ? गंगाबु चोक। ल ल सम्झ